नेपालमा सबभन्दा धेरै माइलेज दिने स्कुटर भनेर चाहिँ यो स्कुटर चर्चामा छ है। यो चाहिँ यामाहाको रेजेड-आर है। यसले यो स्कुटर चाहिँ 2077मा किनेको, 5 वर्ष पुरानो भइसक्यो। 5 वर्ष पुरानो हुँदा पनि यसले सेम माइलेज दिन्छ कि दिँदैन भन्ने कुरा चाहिँ मैले एकदम ऱ्यान्डमली, अफिसियल्ली त होइन, ऱ्यान्डमली मैले चेक गरेको थिएँ। जसरी चलाएर डेली लाइफमा युज गर्दाखेरि चेक गरेको थिएँ यो है। अनि यो स्कुटर चाहिँ 500 रुपियाँको तेल हाल्दाखेरि चाहिँ अराउन्ड 120 देखि 130 किलोमिटर चल्यो क्या। त्यसरी क्यालकुलेट गर्दाखेरि चाहिँ यसको चाहिँ माइलेज अराउन्ड 50 to 52 अराउन्ड आइरहेछ है। रेगुलरली सर्भिसिङ अनि सबै कुरा चेक जाँच राम्रो, यामाहाकै सोरुम, यामाहाकै सर्भिस सेन्टरमा सर्भिसिङ गरेको, बाहिर कहिले सर्भिसिङ गरेको छैन। त्यो गर्यो भने चाहिँ अराउन्ड 50 को माइलेज चाहिँ आइराख्दो रहेछ। त्यो बेला कति क्लेम गरेको थियो यो स्कुटरको भनेर म राखिदिन्छु यता कतै। अनि अहिले चाहिँ 52 दिइरहेछ भनेपछि यो राम्रै छ, लङ टर्ममा पनि राम्रै दिइरहेछ, यो स्कुटरले राम्रै छ।